ले नेपाली काङ्ग्रेसलाई सिङ्गो पार्टीलाई अपूर्णीय क्षति पुगेको छ। उहाँका छोराहरू विशेष गरी उहाँका 5 भाइ छोराहरू हुनुहुन्छ। बुद्धप्रसाद घिमिरे, त्यसै गरी माधवप्रसाद घिमिरे, नारायण प्रसाद घिमिरे, त्यसै गरी भरत घिमिरे र विमल घिमिरे हुनुहुन्छ। उहाँहरूको पिता रेवती प्रसाद घिमिरेको आज प्रयोग भएको कारणबाट हामी सम्पूर्ण पार्टीका साथीहरू पार्टीलाई मर्माहत तुल्याएको छ र मृत आत्माको चिर शान्तिको पनि कामना गर्दछौँ र शोकाकुल परिवारमा हरेराण गर्ने शक्ति प्रदान होस् भन्ने प्रार्थना पनि गर्दछौँ र उहाँले पार्टीमा पुर्याउनु भएको योगदानको कदरको निमित्त पनि नेपाली काङ्ग्रेसको 4 झन्डा ओढाएर सम्मान गरिदिनु हुन नेपाली काङ्ग्रेसका पार्टीका कार्यवाहक सभापति लेखबार कार्की तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य आदरणीय नेता ध्रुवबहादुर ढुङ्गेल लगायत नेपाली काङ्ग्रेसका पार्टीका सदस्य नवराज घिमिरे, त्यसै गरी उपप्रमुख रामेछापका उपप्रमुखज्यू, त्यसै गरी मन्थन नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष लगायत सम्पूर्ण पार्टी तथा शुभचिन्तक उपस्थित सम्पूर्ण मानवहरूलाई हार्दिक अनुरोध गर्दछु। जहिले पनि यही झन्डा मलाई नेपाली काङ्ग्रेस झन्डा मलाई झन्डा मेरो झन्डा त्यतिखेर मलाई नेपाली काङ्ग्रेस झन्डा नउडेकिन उहाँको सम्मानकै पछि मलाई झन्डा छुट्ला है बाबु भन्नुहुन्छ। उपस्थित मानवहरूलाई 1